राजाले गद्दीमा बस्न म तयार छु। मेरो भूमिका छ। अब मैले हेरिरहन मिल्दैन। देश बर्बाद हुन लागेको स्थितिमा विकासको मात्रै कुरा होइन, देशको अस्तित्व अन्त्य हुन लागेको अवस्थामा म छोड्दिन। म गद्दी सम्हाल्न आउँछु भनेर भनिबक्सेको छु। आजको दिनबाट कुनै बाटो तय हुनेवाला छ त सर? आज हिजो बेलुकाबाट त्यो बाटो तय भइसकेको छ र यो धेरै लामो समय जाँदैन। खाली नेपाली जनताले अब नेपाली सेनालाई साथ दिने र करोडौंको संख्यामा एकैचोटि काठमाडौँमा उपस्थित भएर नारायणहिटीतर्फ जाने, त्यो पूर्व बसन्तपुरको डाँसल चोकमा भेला भएर त्यहाँबाट गद्दी नसेन हुने हो। परम्परा पनि त्यही हो र यो दिन धेरै टाढा छैन। म सबैलाई विश्वस्त रहनका लागि आह्वान गर्न चाहन्छु। छुटेका कुरा छन् भने भनिदिनुहोस्। सबैभन्दा अन्तिममा भारत सरकारबाट एउटा अत्यन्त महत्त्वपूर्ण रूपमा नेपालीहरू एकपटकको नेपाली, सधैँका लागि नेपाली, विदेशमा रहेका सबै नेपालीहरूको नेपाली पासपोर्ट कायम रहनुपर्छ भने, तपाईँ सधैँ नेपाली रहनुपर्छ भने तपाईँले राज संस्थालाई साथ दिनुहोस् भनेर भनिबक्सेको छ। संसारमा जहाँ जहाँ राज संस्था अन्त्य गरियो भनेर प्राविधिक रूपमा भनियो, ती सबै देशमा राज संस्था फर्किएकै छ। नफर्किएको कहीँ पनि छैन। मानचित्रबाट डिलिट भएको छ। हामी डिलिट हुन दिन्छौँ। राज संस्था फर्कन्छ। बेलायतमा जस्तो, स्पेनमा जस्तो, अहिले इरानमा सुरु हुन लाग्दैछ। तर हामी कुनै विदेशीको शक्तिमा होइन। एउटा के सोध्नु भने जस्तो हिजो मात्रै राजा ज्ञानेन्द्रबाट यो पृथ्वी जयन्तीको उपलक्ष्यमा आएको सन्देशलाई हजुरले कसरी लिनुभएको छ? श्री 5 महाराज राज सरकार ज्ञानेन्द्र विक्रम शाहदेवबाट यो पटक पहिलो पटक स्पष्ट रूपमा सेनापति र मेरो भूमिका छ भनेर 11 मिनेट 18 सेकेन्डमा हुनुपर्छ भनिबक्सेको छ। र पहिलो पटक पशुपतिनाथले कल्याण गरून् होइन, गुरु गोरखनाथ, गोरखनाथ भनेको नेपाली सेना, गोरखनाथको चाहिँ शिष्य हो र गुरु गोरखनाथको सेनापतिमा जुन आएको छ एउटा परम्परा, त्यो परम्परासँगै अब चाहिँ स्पष्ट रूपमा पृथ्वी पथमा आबद्ध भएर राज संस्थाका लागि म फर्किने नै हो। मैले देशलाई समृद्धितर्फ लान्छु भनेर नेताहरूले भनेको हुनाले विश्वास गरेर सद्विचारका साथ नासो सुम्पिएको थिएँ, तर त्यस्तो हुन सकेन। त्यति बेला विकास मात्रै भएन भन्ने थियो, अहिले त देशै नरहने भयो। त्यसो भएको हुनाले अब उठ्नै पर्छ, जाग्नै पर्छ। म आउन तयार छु। अब सेनाले पनि साथ दियोस् भनेर महाराज राज सरकारबाट